नमस्कार सबैमा। आज पनि हामी एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेका छौँ। यो भिडियो विशेष गरी म हरेक दिन भन्ने गर्छु, लोकसेवा, शिक्षक सेवा जस्ता प्रतियोगितात्मक परीक्षाको तयारी गर्दै रहनुभएकाहरूका लागि एकदमै महत्त्वपूर्ण भिडियो हुन सक्छ। यसमा हामी प्रश्नोत्तर सवाल जवाफ गर्ने गर्दछौँ र आजको यो भिडियोमा हामी नेपालको इतिहास सम्बन्धी विविध विषयवस्तुहरूको प्रश्नोत्तर गर्नेछौँ। सो आशा छ यो भिडियोले तपाईलाई केही न केही हेल्प मिल्नेछ भन्दै आजको भिडियो हामी सुरु गर्न गइरहेका छौँ पहिलो प्रश्नबाट। ल, पहिलो प्रश्नले भन्छ, कुन राजाले तलेजु भवानीसँग पासा खेल्दथे? प्रतापमल। नहीं। गलत जवाफ। यसको सही जवाफ हो जगज्योति मल्ल। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, कुन मल्ल राजालाई नेपालेश्वर भनिन्छ? खोइ कहना क्या चाह रहे हैं भाई आप? के थाहा भएन। यसको सही जवाफ हो श्रीनिवास मल्ल। त्यस्तै गरी अर्को प्रश्नतर्फ लागौँ, नेपालमा कुन राजाको पालादेखि लाल मोहर लगाउने चलन चलेको हो? यो भनेको पृथ्वीनारायण शाह। हामी सबैलाई थाहा भएको पृथ्वीनारायण शाह। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, पशुपतिनाथ अगाडिको पित्तलको ठुलो बसाएको मूर्ति कसले स्थापना गर्न लगाएका हुन्? जगतजङ। जगतजङ, एकदमै सही जवाफ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, गोदावरीमा 12 वर्षे मेला लाग्ने चलन कसले चलाएका हुन्? खोइ यसको सही जवाफ हो निमिषले। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, काठमाडौँका 3 सहरमध्ये सबैभन्दा पुरानो सहर कुन हो? यो भनेको भक्तपुर। भक्तपुर, एकदमै सही जवाफ, भक्तपुर नै हो। त्यस्तै गरी अर्को प्रश्नतर्फ लागौँ। यो प्रश्नले भन्छ, काष्ठमण्डप बनाउने व्यक्तिको नाम के हो? विशेष। क्या चाह रहे हैं भाई आप? विशेष त होइन, विशेत चाहिँ हो है, विशेत। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, कुमारी बनाई पूजा गर्ने चलन कसले चलाएका हुन्? गुणकामदेव हो यसको एन्सर, गुणकामदेव। यसको सही जवाफ हो गुणकामदेव है त। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, पशुपतिनाथलाई पञ्चामृतले नुहाउने चलन कसले चलाएका हुन्? यो भनेको पृथ्वीनारायण शाह। नारायण शाह, एकदमै सही जवाफ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, गोर्खा राज्यबाट नुवाकोटमाथि पहिलो आक्रमण कहिले भएको थियो? 1784 नहीं। मा। 1784 मा, एकदमै गलत जवाफ हो यो। यसको सही जवाफ हो 1794 सालमा। ल, त्यसै गरी अर्को प्रश्न रहेको छ, नेपालको पहिलो राजनीतिक दलको रूपमा प्रजा परिषदको स्थापना कहिले भएको थियो? 1993 जेठ 20। 1993 जेठ 20 गते है त, एकदमै सही जवाफ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, नेपाल अधिराज्यको संविधान 2015 कहिलेदेखि लागू भएको थियो? 2015 फागुन 1। 2015 फागुन 1 गतेबाट नेपाल अधिराज्यको संविधान 2015 लागू भएको थियो। त्यस्तै गरी अर्को प्रश्नतर्फ लागौँ। यो प्रश्नले भन्छ, नेपालमा पहिलो परामर्शदात्री सरकारको गठन कहिले भएको थियो? 2009 मङ्सिर 30। कहना क्या चाह रहे हैं भाई आप? गलत जवाफ। यसको सही जवाफ हो 2009 श्रावण 30 गते है त, श्रावण 30 गते हो। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, नेपालमा निर्दलीय पञ्चायतको प्रादुर्भाव कहिले भएको थियो? 2017 पुस 1। ठीक है, एकदमै सही जवाफ, 2017 पुस 1 गते भएको थियो। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, नेपालमा जनमत सङ्ग्रह कहिले भएको थियो? 2037 वैशाख 20। 2037 साल वैशाख 20 गते, एकदमै सही जवाफ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, प्रचण्ड गोर्खाको स्थापना कहिले भएको थियो? 1978 मा। एकदमै गलत जवाफ। यसको सही जवाफ हो 1988 सालमा। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, जनआन्दोलन 2 कति दिनसम्म चलेको थियो? 19 दिनसम्म। 19 दिनसम्म चलेको थियो, एकदमै सही जवाफ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, 62 हरण कहिले घोषणा भएको थियो? 1862 मा। 1862 मा, त्यही भएर यसलाई चाहिँ 62 हरण भनिन्छ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, पृथ्वीनारायण शाहको हातमा गोरखनाथ बाबाले के हालिदिएका थिए? त्यो भनेको दही। दही, एकदमै बात तो सही है। सही जवाफ, दही हालिदिएका थिए। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, जङ्गबहादुर राणा कहाँ जन्मेका थिए? खोइ गोर्खामा, गोर्खाको बोर्लाङ भन्ने ठाउँमा जन्मेका थिए क्या। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, अलौ पर्व कहिले भएको थियो? 1904 मङ्सिरमा। कहना क्या चाह रहे हैं भाई आप? 1904 श्रावणमा चाहिँ है, मङ्सिरमा होइन, श्रावण। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, 1990 को महाभूकम्प कुन महिना कति गते गएको थियो?
माघ 2 गते दिनको 2 बजे। एकदमै सही जवाब। माघ 2 गते दिनको 2 बजे गएको थियो। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, दशरथ चन्द्र गङ्गालाललाई 1997 माघ 14 गते कहाँ झुन्ड्याएर गोली हानी मारिएको थियो? खोइ यो थाहा भएन। यसको सही जवाब हो विष्णुमती र माछाकोटीको दोभानमा। विष्णुमती र माछाकोटीको दोभानमा मारिएको थियो। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, राणाकालमा टङ्कर प्रसादलाई समातेर पनि किन मारिएन? ब्राह्मणको छोरा भएकोले। एकदमै सही जवाब। ब्राह्मणको छोरा भएकोले मारिएन। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, नेपाल महिला सङ्घको स्थापना कहिले भएको थियो? यो भनेको 2004 श्रावण 22। 2004 श्रावण 22 गते भएको थियो। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, पृथ्वीनारायण शाहभन्दा पहिले गोर्खामा कतिजना शाहवंशीय राजाहरूले राज्य गरेका थिए? 10 जना। 10 जना। एकदमै सही जवाब। 10 जनाले शासन गरेका थिए। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, पृथ्वीनारायण शाहको शासनकालमा राज्यको आम्दानीका रूपमा राजपरिवारका लागि उठाइने करलाई के भनिन्थ्यो? बलक। बलक हो, बलक भनिन्थ्यो। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, पृथ्वीनारायण शाहले आफ्नो कार्यकालमा युवराज प्रताप सिंह शाहलाई कहाँको प्रशासनिक जिम्मेवारी सुम्पिएका थिए? यो भनेको दोलखा प्रदेशको। दोलखा प्रदेशको। एकदमै सही जवाब। दोलखा प्रदेशको नै हो। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, 2037 सालको जनमत सङ्ग्रहमा नेपालभित्र र बाहिर गरी जम्मा कति मतदान केन्द्रहरू थिए? 10,025। 10,025 मतदान केन्द्रहरू थिए। एकदमै सही जवाब। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, पृथ्वीनारायण शाह विरुद्ध लडाईँ गर्न जयप्रकाश मल्लको सहायताका लागि आएको अङ्ग्रेज फौजको सेनानायक को थिए? किनलक। किनलक। एकदमै सही जवाब। किनलक नै थिए। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, चन्द्र शमशेरले कमारा कमारीलाई मुक्त गर्न कति रुपैयाँ खर्च गरेका थिए? 37 लाख। 37 लाख। एकदमै सही जवाब। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, पशुपतिमा महापुजारीहरूद्वारा पूजा गराउने चलन कसको पालादेखि चलेको हो? यक्ष मल्ल। बात तो सही है। यक्ष मल्लको पालादेखि चलेको हो। यसका साथसाथै हामीले आजको भिडियो यहीँ समाप्त गर्दैछौँ। आशा चाहिँ भिडियोले तपाईँहरूलाई केही न केही मद्दत पुगेको होला। हाम्रा अन्य भिडियोहरू पनि हामीले धेरै भिडियोहरू बनाएका छौँ, ती भिडियोहरूलाई पनि हेर्दै गर्नुहोला। त्यहाँबाट पनि तपाईँहरूले धेरै कुराहरू सिक्न सक्नुहुन्छ भन्दै हाम्रो अर्को भिडियोमा हामी तपाईँहरूलाई भेट्ने नै छौँ। त्यतिन्जेलसम्मका लागि नमस्कार।